हेर्नुहोस् क्या तल खोलो छ यहाँ तल तल भित्त छ क्या त्यो भित्त छ होइन हेर्नुहोस् यहाँ पाहाड आमाम हेर्नुहोस् पाहाड पुरै काले राम्रो पासिएर राम्रो पाहाड छ क्या यस्तो डेन्जर छ नि बाटो हेर्नुहोस् हेर्नुहोस् तलतिर गइसक्यो मान्छे हाम्रो टोली अगाडि हिँडिरहेको छ हाम्रो धेरै टोली पछाडि छ फेरि हाम्रो आज सबै हामी दुईवटा गाडीमा थियौँ होइन गाइजहरू हाम्रो चाहिँ पाहाडतिर पाहाड हेर्नुहोस् टोलीले पाहाडै हेरेर बसिरहेको छ होइन हेर्नुहोस् ओ माई गड ठाउँ त केटाहरू यहाँ पुरै लौरो टेकेर हिँडिरहेको छ नि लास्ट डेन्जर छ क्या बाटो होइन केटाहरू एकदम जुत्ताले पुरै खुट्टा खाएर पुरै चप्पल लाएर हिँडेको अवस्था छ यति बेला चाहिँ हाम्रो अगाडि हाम्रो जारकोटको हाम्रो कृषि कार्यालयको प्रमुख हुनुहुन्छ उता हाम्रो बिनराम सर हुनुहुन्छ उता यता पछाडि हाम्रो दाजुभाइ ट्राभल्स बोलेको हाम्रो टेकराज ओली हुनुहुन्छ यता हाम्रो सानोमेरी सहकारी जनपर्व सहकारीको हाम्रो उहाँ चाहिँ ड्राइभरजी हुनुहुन्छ हाम्रो गुरुजी है उहाँको उहाँ चाहिँ हाम्रो पछिल्लो युवा सङ्घको हाम्रो चाहिँ अब सानोमेरी 8को हाम्रो चाहिँ अध्यक्ष हुने सम्भावना छ उहाँ चाहिँ विजयजी हुनुहुन्छ है हाम्रो धेरै टोली छ पछाडि तर उहाँहरू चाहिँ अहिले उपस्थित हुन सक्नु भएन ठिक छ हाम्रो चाहिँ एकदम हामी दामी तरिकाले ल्याउँछौँ हामीले यसको लिडरसिप चाहिँ हामीले गरिरहेको छौँ राम्रोसँग तर पछाडि चाहिँ बर्बाद भइसकेको अवस्था छ है टोली अब लथलिङ्ग भइसकेको छ पछाडि हाम्रो त एकदम ठिक छ होला है गाइजहरू हामी चाहिँ पुरै हेर्नुहोस् न पाहाड थियो ओ माई गड एउटा पाहाडतिर यस्तो छ क्या पाहाड पुरै होइन बिजु भाइ त तिमीलाई अहिले पछिल्लो चरणमा हामी रुकुमबाट यहाँ शिवपुष्ण यात्रा गराउनु तपाईँलाई कस्तो लागिरहेको छ अहिलेसम्म भन्नुहोस् त एकदम धेरै रमाइलो पनि लागिरहेछ एकदम एक्साइटेड पनि छु होइन हजुर नयाँ कुराहरू चाहिँ देख्न पाइरहेको छु नयाँ कुराहरूको तपाईँले अहिलेसम्म तपाईँले अहिलेसम्म नयाँ वस्तु के देख्न पाउनुभयो जस्तै डोल्पामा आउँदाखेरि हाम्रो त क्षेत्रफलको आधारमा सबभन्दा ठुलो जिल्ला पनि डोल्पा जिल्ला भन्छन् होइन तपाईँले यो यात्रासम्म आइपुग्दा तपाईँ 15 घन्टाको यात्रासम्म पैदल यात्रा तय गर्नेसम्म तपाईँले के पाउनुभयो यसको भन्नुहोस् त चाहिँ विशेष गरी यो हाम्रो शिवपुष्ण राष्ट्रिय निकुञ्जभित्र चाहिँ हिमचितुवा चाहिँ देख्न पाइयो होइन हजुर हाम्रो भालु पनि देख्न पाइयो होइन हजुर त्यसै गरी अब चाहिने गोही भन्छ हामी चाहिँ है मल्छाब्रो लोकल भाषा हजुर देख्न पाइयो अन्य विभिन्न प्रकारका चराचुरुङ्गीहरू जस्तै तपाईँले यहाँको क्षेत्रफल भूगोल चाहिँ कस्तो लाग्यो तपाईँलाई त्यो पनि जानकारी पाउनु अलिकति भूगोलको आधारमा यो विकसित कतिको भएको डोल्पा चाहिँ राष्ट्रिय पिसिटीको हो कि खासमा कसरी हेर्न मिल्छ हामीले भएको चाहिँ पक्कै भन्न मिल्दैन हजुर तर जति हुनु पर्दैन त्यति भएको जस्तो चाहिँ लाग्दैन तर अलिकति यही चाहिँ अलिकति पर्यटकीय क्षेत्रमा चाहिँ अलिकति इट्टा थप्ने काम चाहिँ भइरहेको छ ल थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद है हजुर हाम्रो यति चाहिँ गुरुजी हुनुहुन्छ हाम्रो सानोमेरी सहकारीको ड्राइभरजी हुनुहुन्छ तपाईँ त बिहान तपाईँ त गाडी चलाएर आउनुभयो होइन तपाईँ हाम्रो यो तल आर्मी क्याम्पबाट तपाईँ यहाँ आउनेसम्म तपाईँलाई कस्तो अनुभव भइरहेको छ अहिले त्यो बेला जस्तै गाडीको यात्रा त रमाइलो हुन्छ सबैलाई थाहा छ तपाईँ पैदल यात्रा 17-18 यात्रा गर्दाखेरि तपाईँलाई कस्तो फिल भइरहेको छ भन्नुहोस् न बचपनको यादहरू पैदल यात्रा हाम्रो हजुर सुरु भइरहेछ चराचुरुङ्गीहरू गुनगुनाइरहेछन् त्यसपछि अनि हामी सुन्दर तपाईँ अब यहाँबाट शिवपुष्ण जाने मान्छेले भन्छन् अब अझै 7-8 घन्टा लाग्छ भन्छन् तपाईँ हामी लगभग 15-16 घन्टाको पैदल यात्रा तय गरिसकेका छौँ होइन पैदल यात्रा हामी सकिसक्यौँ अझै पनि 8-9 घन्टा भन्छ तपाईँ पुग्न सक्नुहुने सम्भावना कति हो त्यहाँ आजलाई त्यो 8 गरेर हिँडिरहेछौँ हजुर सायद पुगिन्छ होला भनेर हामी जानकारी पनि लिएरै हिँड्या हो हजुर त्यही भएर हामी चाहिँ अब हिँडिरहेछौँ जस तपाईँ पुग्न सक्ने क्षमता छ फेरि अपलोड गरेर टोलीहरूलाई देखाउने नै छौँ त्यसको लागि अब प्रतीक्षा गर्नु होला हामी हिँडिरहेछौँ अहिले चाहिँ पैदल यात्रामा ल तपाईँलाई नै धेरै धेरै धन्यवाद थ्याङ्क यू तपाईँले मेरो इन्टरभ्यूलाई एकदम स्वीकार दिनुभयो र राम्रो क्वेसनको एन्सर पनि दिनुभयो है थ्याङ्क यू हजुर हाम्रो यता जारकोटको हाम्रो जुने चाँदी गाउँपालिकाको हाम्रो उहाँ चाहिँ हुनुहुन्छ कृषि विकास कार्यालयको उहाँ चाहिँ कृषि विकास कार्यालय त होइन कृषिको हाम्रो चाहिँ प्रमुखै हुनुहुन्छ उहाँ चाहिँ बिनरामजी हुनुहुन्छ बिनरामजी हजुर हजुर तपाईँ पुरै यो डेकको तालमा हिँड्नु भएको छ खासमा होइन तपाईँलाई हाम्रो टोलीहरूले चाहिँ रुकुम देख्यो सिमले मलाई चाहिँ म्युजिकको जिम्मा दिएछन् हजुर म चाहिँ प्राविधिक फिल्डमा छु अहिले गीत सिट बजाउने टोलीलाई रमाइलो दिइरहेको छु तर तपाईँले एउटा हिसाबले तपाईँ त जारकोटको मान्छे विकट ठाउँमा तपाईँ एकदम जब गरिरहनुको मान्छे तपाईँलाई त्यो जारकोट भन्दा पनि यहाँ डोल्पाको तपाईँलाई कस्तो लागिरहेको तपाईँ सर भएर भोलि यहाँ आउनु पऱ्यो भनेपछि तपाईँको हालत के होला यो ठाउँमा भन्नुहोस् त हालत त अब बिहालै होला जस्तो छ हजुर एकदमै
कठिन पुण्य यात्रा हामीले बिहानदेखि तय गरेका छौँ। हजुर एकदमै करिबको यो 3100 को हाइटमा हामी चढिसकेका छौँ। एकछिन भेरी देखाउनु त हेर्नुहोस् ठुलो बेरिया छ हेर्नुहोस् यति यो खोला जस्तो ठुलो बेरी छ हामी एकदमै हाइटमा छौँ। साथ गरिराखेको सबैजनालाई अनि गाह्रो छ बोल्नु पनि हामीलाई त्यही पनि हामी बोलिरहेको छौँ। हामी सङ्घर्षले हिँडिरहँ पुग्नुपर्छ। ल मैले यति कुरा भने अब हाम्रो टेकराज गुरुलाई ल तपाईँलाई धेरै धेरै धन्यवाद बिरामजी है। टेकराजजी तपाईँ चाहिँ दाजुभाइ ट्राभल्सको हाम्रो सञ्चालक समिति पनि हुनुहुन्छ। तपाईँलाई कस्तो फिल भइरहेछ? तपाईँ गाडी छोडेर यहाँ आउँदाखेरि तपाईँलाई नराम्रो लागिरहेछ कि के छ? एकदम तपाईँ अलिक स्पष्टली बोलिदिनु त तपाईँ कहीँ गुण गरिदिनु अलिकति। मलाई राम्रो लागिरहेछ अलिअलि। हजुर अलिअलि गाह्रो पनि भइरहेछ होइन? हो हिँड्नु पनि परिरहेछ अलिअलि। तपाईँलाई किन आयौँ भन्नेसम्म त हुनुभएको छैन नि तपाईँ? त्यस्तो छैन हुनुहुन्न? मजाले टिममा आइहाल्छ हो साथीभाइहरूसँग होइन? तपाईँ नाचिदिनुहोस् त ल। तपाईँले अरू त्यस्तै हो तपाईँलाई चाहिँ सुर्खेत रुकुम गरिरहनुहुन्छ तपाईँ चाहिँ। आज तपाईँ गाडीमा गरिरहनुहुन्छ एकदम गाडीमा हिँड्नुहुन्छ तर आज तपाईँ 17-18 घन्टाको यात्रामा तपाईँ पैदल यात्रा गर्दाखेरि तपाईँलाई कस्तो फिल भइरहेको छ अहिलेसम्म भन्दाखेरि तपाईँको त यो त जीवनकै सबभन्दा लामो यात्रा आजै होला पैदल यात्रा होइन? तपाईँलाई कस्तो फिल भइरहेको छ भन्नुहोस् त? माथि गएर जानकारी हुन्छ माथि गएर जानकारी हुन्छ सबैजनालाई होइन? हामी टिममा हिँडिरहेको छौँ। ल स्टाफ खाना चाहिँ हुन्छ नि हामीलाई। ल हामी चाहिँ यहाँ ठुलो बेरीको छेउमै हेर्नुहोस् है।